हरे कृष्ण मानबहादुर प्रभुजी आज कहाँबाट हरिद्वार पहिलो धेरै समयपछि प्रभुजीको दर्शन पाइहाल्छ। प्रभुजी के भन्ने अब यस्तै त हो है, मलाई त कहिलेकाहीँ वाक्य दिक्क लाग्छ हेर्नु है। त्यही भएर यसो बुझ्दै बुझ्दै अब के गर्ने त नि भन्दा भन्दै आज चाहिँ मन्दिर आइरहेको प्रभुजी के छ खबर? प्रभुजी सबै हरिको कृपाले सबै ठिकै छ प्रभुजी। अनि हजुरको कस्तो भइरहेछ भगवानको सेवा नाम जप? प्रभुजी के भन्नुहुन्छ प्रभुजी, म त है तपाईँले त बिहान पनि खासै उठ्न नि मन लाग्दैन है। यसको स्वरमाला त स्वर पाल्टी उचाले जस्तो लाग्छ क्या प्रभुजी। स्वरमाला जपिगयो त्यसपछि त भगवानको अलिअलि हुनुपर्छ नि। स्वरमाला जपिसके पछाडि मालै जप्न लाग्दैन क्या प्रभुजी मलाई त। म त यसो सोध्छु कि अब चाड्यो 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 अनि लाड्यो हुन्छ त अनि के को माला जप्ने जस्तो लाग्छ क्या मलाई त। खै के हो के हो? अनि प्रभुजी बिहान कति बजी उठ्नुहुन्छ? बिहान त यस्तो छ कि प्रभुजी पहिला पहिला त मैले खुबै माला जप्थेँ हेर्नु है कि 2 बजी उठेर मैले त मङ्गल आरती भन्दा पहिले सकिदिन्थ्यो क्या। मैले त के हो प्रभुजी है त धिवा सिवा भन्ने कुरो पनि अलि हेर्नु नलाग्ने क्या मलाई। फेरि राति उठेर त्यो हेर्छु त्यस पछाडि हेरेर फेरि हेर्दाखेरि पनि प्रभुजी के हुन्छ भने नि प्रभुजी सुन्नुहोस् है, हेर्दाखेरि पनि जो को लाग्छ नि कोही त भनिदिन्छ क्या मैले भक्ति त नभएको होइन क्या मलाई। 7-8 बजी त्यस्तै बजिदिन्छ क्या। के गर्ने होला भन्नु त प्रभुजी उसलाई पनि दिनु न मलाई कति पढेको रातभरि हेर्नु हुँदो रहेछ फिफा भनेपछि प्रभुजी। अनि बिहान कति बजी उठ्नु भन्नुभयो? बिहान त त्यही 7-8 बजीतिर छिटै हो जस्तो लाग्छ आजकल मलाई। गोविन्द 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 श्रीराम। 7-8 बजे त्यस्तै हुन्छ प्रभुजी। 7-8 बजे उठ्नुहुन्छ हजुर? हजुर। अनि उठ्ने बित्तिकै हजुर अनि मुखबाट के निस्किन्छ प्रभुजी हजुर? मुखबाट त के भनेर अब मेसी निस्किन्छ नि प्रभुजी। के निस्किन्छ भन्नु प्रभुजी? अनि हजुरले विग्रहको सेवा गर्नुभएको छैन गर्नुभएको छैन? यस्तो छ प्रभुजी, पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि कि अब पहिला त अब कस्तो अब भक्ति भयो जस्तो लाग्थ्यो नि त पहिला पहिला। अहिले त के हो प्रभुजी, अब पहिला माला हुन्थ्यो प्रभुजी हेर्नुहोस्, 1 माला हुन्थ्यो 7 मिनेटमा। तर अहिले चाहिँ के हुन्छ भन्दाखेरि 2 मिनेटमा सकिन्छ क्या। पहिला हुन्थ्यो विग्रह सेवा 1 घन्टा लागिदिन्थ्यो। अब अहिले त के हो 5-10 मिनेटमै यसो गरेर होइन उसको त्यस पछाडि चाहिँ मेरो सुखी खान्छ कि। अनि प्रभुजी शास्त्र अध्ययन कसरी गरिरहनु भएको छ, कस्तो भइरहेछ? यो शास्त्र फेरि पनि नपढ्नुहोस् त प्रभुजी यार। शास्त्र नपढेकै परिस्थिति हुन लागिसक्यो प्रभुजी। के गर्ने होला भन्नु त म त टेन्सनै लाग्छ कि कहिलेकाहीँ त के लाग्छ भने म त लौरी मान्छे है। तपाईँको चाहिँ पहिला पहिला त अब राम्रै थियो नि त भक्ति। अहिले त त्यही त्यो साथीहरू छ नि त्यो तास खेल्ने साथीहरूसँगै गर बस्न नलाग्ने क्या। के भएको मलाई भन्नु त? मलाई त साह्रै चाहिँ एकदमै गाह्रो भइसक्यो कि प्रभुजी। भन्नु त केही सुझाव दिनुहोस् त मलाई बरु। के भयो होला यस्तो? प्रभुजी श्रवणम कीर्तनम विष्णु स्मरणम पादसेवनम अर्चनम वन्दनम दास्यम सङ्ख्यम आत्मनिवेदनम। यो हजुरलाई चाहिँ भगवानको एकदमै हृदयमा भगवानलाई चाहिँ सम्झेर भगवानको चाहिँ भाव आओस् होइन, त्यो हिसाबले हजुरले चाहिँ यो भक्तिलाई चाहिँ अगाडि बढाउनु होला प्रभुजी। ए अनि तपाईँ चाहिँ के भन्नुहुन्छ त प्रभुजी? भन्नुहोस् न तपाईँ। अब हजुरले थाहा छ हजुरले अब यो नाममा चाहिँ के छ भनेर भन्नुहोस् त के छ भनेर? नाममा के छ? हजुरले भन्नुहोस् न। नाममा शक्ति छ। अब हजुरले फिफा के हेर्नुहुन्छ आजभोलि? त्यही फिल्म हेर्ने घरिघरि सिआइडी पनि हेर्नु लाग्छ कि मलाई त दया भन्नु लाग्छ। अनि प्रभुजी बिहान भगवतम क्लास पनि हुन्छ, हजुरले कतिको एटेन्ड गर्नुहुन्छ? यस्तो छ कि प्रभुजी अब पहिला पहिला चाहिँ मोटै बनाइन्थ्यो प्रभुजी। अहिले मोबाइल निकालेर हुन्छ आफू निद्रामा हुन्छु क्या म त। यस्तो हुन्छ बिहान गएर प्रभुजीको जुन च्याटिङ हुन्छ भिडियो अफ गरेर आफू चाहिँ निद्रामा हुन्छु क्या म त। फेरि यस्तो छ। अनि हजुरले बिहान पढ्नुहुन्छ कि प्रायः बेलुका पढ्नुहुन्छ? प्रभुजी पढ्नै नलाग्दैन के भन्नुहुन्छ मलाई के भयो भन्नु त बरु मलाई चिन्ता लागिसक्यो। पढ्न मन लाउँदैन भनेपछि अब पढ्ने तपाईँलाई उपाय चाहियो। हजुर। भनेपछि अब नाममा चाहिँ के छ त शक्ति छ। अब यो शक्ति हजुरले चाहिँ के गर्नु पर्यो त? यसलाई जप्नु पर्यो।
है बिहान जप्नु पऱ्यो बेलुका जप्नु पऱ्यो जति बेला पनि जप्दा मिल्यो यस्तो राम्रो कुरा गर्नुभयो गुरुजी है ठिक छ ल अब चाहिँ धेरै नगरौँ धेरै नलम्बाउँ है त्यो कारणले गर्दाखेरि चाहिँ अब गुरुजी तपाईँले जे भन्नुभयो एकदमै ठिकै भन्नुभयो है नाममा धेरै शक्ति छ अबबाट चाहिँ नि तपाईँ र म मिलेर चाहिँ भगवान्को श्रीहरिको नाम चाहिँ राम्रोसँग जपिदिनुपर्छ है गुरुजी कुरा ठिकै हो नि सबैजनाले हरे कृष्ण 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 हरे राम 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 हरे केही पनि जप्नु पर्ने रहेछ कि प्रभुजी श्रीराम भने पनि हुने रहेछ गोविन्द भने पनि हुने रहेछ दामोदर भने पनि हुने रहेछ कि मलाई त हरे कृष्ण मन्त्र जप्ने होला भन्ने भयो नि त मलाई त श्रीराम चौपटै मनपर्छ क्या त्यति भन्दै हामी पनि बिदा हुन्छौँ हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे